दुईटा डन लगेर गएको केटाहरू कहाँ जाने बनाएको छौ के छ यार यहाँ माथि मन्दिर के हो बाबाजीकै हो कस्तो ठुलो बाबाजीको हो कि शिवजीको हो शिवजीको के हो चप्पल यहीँ खोलिदिने हो नाइ तपाईँ बहुत धार्मिक छौ भने खोला हामी चाहिँ शुद्ध नास्तिक हौँ क्या के छ यार अरू भनौँ हजुर कस्तो भिडियो सुट त लाग्यो भन न पर पारी चिउरी गएको पनि भेगा आएर दाजु यो दैलेखको सिन्सेरी भन्ने ठाउँ कसो खोलिदिउँ यहीँ खोलिदिउँ के हो तिमी त हाम्रो सिआइडी कार्ड कहिले नि सिआइडी हो हाम्रो यता 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 गुफा देखा न यो सिंहदरबार कोटी कोटी नमन यो दुनियाँकै सबैभन्दा ठुलो सुरुङ साथीहरू यो केपी बाजेको पालामा बनाएको सुरुङ हो केपीबा बाँचे र बाँच्या छ यार केपीबा मरिसक्यो भने त मर्छ केपीबा त मर्नै आँटेको कसरी बाँचिरहेछ साथीहरू हामी यहाँ तलतिरबाट आएको होइन बाटो चाहिँ यस्तो छ यो ठाउँ चाहिँ डेन्जर छ हाम्रा साथीभाइहरू अगाडि गइसक्यो यार ए डाङ्गाहरू सालाजी यसमा लगेर चिलपारामा हामीले चिल्ल्याउँछौँ नेपाल जाने बाटो यही हो हाम्रो अच्छा यो रेल ल यहाँको प्रोसेसहरू के हो बताउनुहोस् त सर के हो न यहाँ पहिला होइन 106 साल पहिलाको हो कि यो मन्दिर अहिले यहाँ आएपछि ढुङ्गा कसरी टेकिरहने भगवान्को लाग्दामा टेकिरहनु हो किन नास्तिक त्यसमा मेरो बिलिभ छैन किन बिलिभ छैन त यो त खालि एउटा गडबड हो यो के गडबड हेर न के अरे सर पहिला फेरि भन्नुहोस् त एकदम रहस्यमय छ क्या यो ठाउँ हजुर त्यही भएर अलिकति हामी जस्तो व्यक्तिले बुझ्न गाह्रो छ रिसर्च गरेपछि गाह्रो छ होइन समथिङ 2082 चलिरहेको छ समथिङ 2101मा समझमा आउनेछ होइन तपाईँलाई हजुर के गरिरहेको टोली हो टोली त अहिले यहाँ भएपछि तपाईँको कुरा निक्लिन्छ त अलि काका कुरा निस्किँदा तिमीहरूको साम्राज्य यो यहाँ नजिकै छ जे गर्ने गर होइन घुम्नु छ यार